आइसिसी पुरुषतर्फको टी20 विश्वकप 2026 तयारीको लागि नेपाल क्रिकेट सङ्घ क्यानले नयाँ तथा पुरानो गरी जम्मा 24 जना खेलाडीहरूलाई क्याम्प प्रशिक्षणमा छनौट गरी हाल प्रशिक्षण गराइरहेको छ, जसमा रोहित कुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख, करण केसी, शेर मल्ल, ईशान पाण्डे, विनोद भण्डारी, प्रतीश जीसी, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, गुलसन झा, नन्दन यादव, लोकेश बम, आदिल अन्सारी, साहब आलम, भीम सार्की, बसिर अहमद, अविनाश बोहरा र रूपेश कुमार सिंह रहेका छन्। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक स्टर्ट लले टी20 वर्ल्ड कप तयारी क्याम्पको लागि अधिकांश खेलाडी पुरानै रहेको र केही खेलाडी गत एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेको खेलाडी शेर मल्ल, ईशान पाण्डे, विनोद भण्डारी, प्रतीश जीसी, बसिर अहमद, अविनाश बोहरा, रूपेश कुमार सिंहलाई क्याम्पमा प्रशिक्षणका लागि बोलाएका छन्। यद्यपि यो क्याम्पमा छनौट गरिएको नामबाट कुल 24 जना मध्ये टप 15 जना खेलाडीलाई मात्र टी20 वर्ल्ड कप 2026 को लागि छनौट गर्नेछन् भने बाँकी 9 जना खेलाडी छनौटमा पर्ने छैनन्। नेपालले 2026 को विश्वकपमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटालीसँग खेल्ने तालिका रहेको छ। यी 4 टिममध्ये इटाली बाहेक बाँकी 3 टिम आइसिसीको टेस्ट मान्यता प्राप्त राष्ट्रहरू हुन्। यी राष्ट्रहरूमध्ये इङ्ल्यान्डले 2 पटक र वेस्ट इन्डिजले 2 पटक टी20 विश्वकपको ट्रफी उचालिसकेका छन्। इटालीले भने पहिलो पटक विश्वकप सहभागिता जनाउँदैछ। प्रशिक्षक स्टर्ट लले विश्वकप 2026 का लागि गत सिजनमा विश्वकप खेलेका पुराना खेलाडी 1-2 जना बाहेक टिममा खासै परिवर्तन नगरी पुराना खेलाडीलाई नै मौका दिने प्रबल सम्भावना देखिएको छ। गत एनपिएल सिजन 2 मा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी, शेर मल्ल, अविनाश बोहरा, बसिर अहमद, प्रतीश जीसी, साहब आलम मध्ये आउँदो वर्षको टी20 वर्ल्ड कप 2026 का लागि कुन खेलाडीले मौका पाउन सक्छन् र तपाईको विचारमा वेस्ट इन्डिज, इङ्ल्यान्ड र बङ्गलादेशका लागि यी 24 खेलाडी मध्ये टप 15 मा कुन खेलाडी उपयुक्त हुन सक्छन्? कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। नेपाली खेलकुद तथा अन्य विषयको जानकारीको लागि मिक्स अपडेट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।